जापानको चिबा स्थित ग्योटोको बस्दै आएका एक 35 वर्षीय नेपाली करोड़ौं रकम लिएर फरार भएका छन्। नवलपुर पूर्व जिल्ला विनय त्रिवेणी गाउँपालिका वार्ड नम्बर 6 स्थायी ठेगाना भएका योगेन्द्र कुमार अर्याल विभिन्न व्यक्तिहरूबाट करोड़ौं रकम उठाएर केही दिनदेखि फरार भएका हुन्। पीड़ितहरूले दिएको जानकारी अनुसार उनले विभिन्न व्यक्तिसँग झण्डै 12 करोड़ रकम संकलन गरेका थिए। आपत पर्यो दाई भन्दै पैसा मागेपछि मैले 16 लाख नगद दिएको थिए। त्यो दाई न्यूजसँग सम्पर्कमा आएका एक पीड़ितले भने 1-2 दिनमा दिन्छु भनेको मान्छे अहिले फरार भएको छ। पीड़ितहरूले उनका आफन्तहरूसँग गरेको कुराकानी अनुसार अर्याल 11 तारिक नारिता विमानस्थलबाट भारतको न्यू दिल्लीका लागि प्रस्थान गरेका छन्। उनी भारतको बाटो हुँदै नेपाल प्रवेश गरेका हुन् या भारतमै बसिरहेका छन् भन्ने खुलेको छैन। फरार रहेका अर्यालले 20 देखि 30 जना व्यक्तिसँगबाट करिब 12 करोड़ भन्दा बढी संकलन गरेको पीड़ितहरूले बताएका छन्। हामी हिजो भेला भएका पीड़ितहरूको मात्रै 10 करोड़ भन्दा माथिको रकम छ। एक पीड़ितले भने त्यो बाहेक पनि अरू थुप्रै व्यक्तिहरूसँग उसले पैसा असुलेको पाइएको छ। उनलाई नारिता विमानस्थलसम्म उनकै भाइ दिनेश अर्यालले पुर्याएको पनि पीड़ितहरूको भनाइ छ। अर्यालले आफूहरूलाई ठगी गरेको भन्दै पीड़ितहरू प्रहरीमा उजुरी दिने तयारीमा रहेको पनि पीड़ितहरूले जानकारी दिएका छन्। यस विषयमा फरार भएका भनिएका अर्यालसँग कुरा गर्नका लागि विभिन्न माध्यमबाट प्रयास गर्दा पनि सफल हुन सकेको छैन। उनले ग्योटोकोमा अलान देवी भन्ने कम्पनी खोलेर सोही ठाउँमा डाफे नामक रेस्टुरेन्ट सञ्चालन गर्दै आइरहेका थिए।